हालत चाहिँ यस्तो भयो। मैले पोज बनाउनु खोजेको डाइरेक्ट तरकारी हल्लात भसडी काट्नु खोइ छोटो 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 उही झ्याप्पा। सो हेलो गाइस, वेलकम ब्याक टु माई भिडियो। सबैजना सन्चै हुनुहुन्छ? म पनि अहिले एकदमै सन्चै आएर नै छु। यहाँ चाहिँ अहिले कति 10:47 भएछ, 10:47 अनि त्यो यहाँ चाहिँ चौचो खानु मन लाग्यो मलाई, साह्रो गरेर चौचो खानु मन लाग्यो होइन। त्यही भएर टक्कसँग लाएर हेर न हाँडीघोप्टीले खाएको मेरो माछा ल्याइदिन्छ होइन। टक्कसँग ल्याएर माछा छ, यति धेरै छ है, 10-12वटा छ। अनि यतापट्टि नै होला एउटा टक्कसँग ल्याएर मेरो माछा, टक्कसँग ल्याएर चाहिँ मेरो माछाहरू भएन। अनि यहाँ चाहिँ बच्चा पनि छ छन् चाहिँ, तर यहाँ बच्चाहरू पनि छ है, माछाको हेर्नु नि हो, सानसानो बच्चाहरू पनि छ है। त्यही अनि यहाँ चाहिँ माउहरू भयो, माउहरू चाहिँ दियो टक्कसँग ल्याएर यसो बसेको छ। अनि यता यस्तो निकालेको भइरहेछ। म चाहिँ यहाँ छु, अब बसेर म नि खान्छु। यो फोन चाहिँ राख्नु एक ठाउँ हो, सुरु गर्छु होइन। भयो चाउचाउ गुलगुज पानी सुरु गरौँ है। टक्कसँग लाएर सुरु गरेँ ल। चेस गाइस सबैजनालाई। टिसु अहिले होइन टिसु के राइस है खाले लाकाको खाइदिएको तपाईँले ल्याएको किन भयो भुँइ धोएर होइन, त्यो मैले राखेको थिएँ कि कस्तो मलाई डार्क सर्कल हटाउँछ क्या। थाहा नि तपाईँलाई लसुन है यस्तो चिजहरू खायो भने म लसुन लास्टै खानुपर्छ क्या। ग्यास्ट्रिकको भारी भएपछि जस्तै हो क्या। फेरि कन्चो चाहिँ खानु आउँछ नि त। चल्छ खानु न। खाँदैनौँ न एउटा हाल एउटा हाल न। सबै टिपेर खानसँग चाहिने जस्तो त होइन नि फेरिमा। चिन खानु
चिकन पनि खाइदिउँ न चिकन है आज 28 गते है किन कस्तो रात छ हौ त्यसको फर्स्ट लाइट बनाउनु न त्यसको क्या मेरो फोनमा कम न हाई बनाउनु क्या अलिक चर्को बनाउनु लाइट हो झन्डै भ्याइदियो पानी यार माइला त्यत्रो पानी झन्डै भ्याइदियो भने आधी मात्रै छ त्यो आधी यहाँ थियो स्पिड भयो क्या है धेरै साह्रो पुरानो लाएर होला क्या दुईवटा पिरो खायो दुईवटा लाग्यो नि पिरोहरू टाढो न हामी धेरै बजी खाएर long last long lại đấy nó tao just video cho kasi dede Hey. हामीले युट्युबमा भिडियो बनाउँछ होइन लामो भिडियो बनायो भने धेरै भ्युज आउँछ क्या जस्तो लाग्छ मलाई त कहिले काहीँ त साँच्चै होइन क्या उगाल्ने कि टिभी आफ्का लाइट भनेर त्यहाँ मको लाइट बालेको छ यस्तो छ आज सम्झिताले चिकन कस्टमर एड गरेन क्या कस्टमर एड गर्न दिल्ली मोज पर हिँड्नु जान्छ ल यस्तै हो मेरो पारा
यस्तो भयो नि यस्तो मेरो पारा नि यस्तो मेरो आँखा कस्तो चिर्नु भएको कि यहाँ के लाग्यो चट्टो चाउचाउ लाग्यो यस्तो गर्नु हुँदैन मलाई मलाई त्यो माछालाई क्या त्यतिमा फ्राई गरेर खाइदिइहाल्यो लसुन सक्यो छिलेको लसुन सक्यो कि छ त एउटा ल्याऊ त घरमा ल्याएको लसुन खानुपर्छ क्या स्वास्थ्यका लागि राम्रो सब सक्नु त त्यही लसुन ल्याए पऱ्यो क्या घरमा यहाँ साइडमा पोल्यो क्या यस्तो साह्रो पोल्यो यार यस्तो भिडियो चाहिँ नगर्नु के हो त मेरो मर्जी नाच गर्ने क्या होइन त्यो भिडियो बनाउनु न मैले टक्क आउनु सक्थेँ कुदेर सरी चिकन त मलाई मेरै लाग्दैन यस्तो क्रन्ची फ्राइड चिकन र तपाईँहरू पनि यस्तो क्रन्ची फ्राइड चिकन खान चाहनुहुन्छ भने सम्झिराख्नु होला हेर्दै चित्त बुझाउँदै गर्नु धन्यवाद होइन हाम्रो 365 लाई इन्फर्म गर्नु होला मान्छे क्या मलाई सराप चला क्या भिडियो बनाउनु मान्छेले मलाई सराप चला क्या सुरु सानो सानो बोल्यो अनि माछा ठुलो बोल्यो भने मेरो भोइस यस्तो साइज सानो हुन्छ काटहरू खाँदैन झुन्डा एउटा माइक गिफ्ट हानिदिनु है मलाई कसैले यार लास्ट कतिवटा थियो लसुन एक बाइक लसुन कतिवटा थियो चाहिँ मान्दैन
तपाईँले एक बाइक मलाई दिनु हो क्या ठिक छ त्यत्रो धेरै थियो लसुन यति मात्रै पुग्यो क्या अब सक्यो सब ए नर्छ अब पुरै खाउँछ 7-8 थियो रोक्नु हो त्यो भएर अघि हामीलाई जाँदै थियो लेग पिस थोरै बेटा थियो के छोडेको सक्यो तपाईँ कार्तिकमा त म जन्मेको तपाईँ धन्न त्यो पनि सक्यो त्यो पनि सकियो त्यो त के हाल्नु तपाईँले हाल्नु नि त मलाई यस्तो हल्दी कस्तो मिठो लाग्छ मेरो माछाहरू कस्तो आनन्द छ ढुक्क कोल्डोमा साँच्ची होइन यहाँ कोल्डोको 4-5 वर्षमा म चित्तै बुझ्दैन हौ दुईवटा मुक्तिसका जस्तो मात्र त्यही गाई खाइसकेपछि यसो गर्नुपर्छ टप्पसँग कहाँ गयो छेडेर होइन गुरु काम सक्यो तपाईँको ओ चिनी सक्यो मेरो हुन्छ भाइ भएन सक्यो कहाँ गयो यहाँ कुकुरी कहाँ बास भात खै बिरालोले खायो खै बिरालो मुस्लिमान गयो खै मुसो दुलुट पस्यो खै धुलो गाली बुच्चायो खै गाडी खोलाले बगायो खै खोला सुत्यो ल लास्टमा पानी चाहिँ एकदम सल्लकै हान्छु ल त्यहाँदेखि म पानी बगा हान्छु कति होला यति भनेपछि यत्रोबाट त्यहाँ मिनी वाटर छ कि तिमी वाटर छ थाहा यताको छ ल है 300 ml ल 300 पनि छैन ल सरी 300 ml चाहिँ पानी ट्याक्कै है 300 ml छ 400 500 800 चाहिँ 300 ml पानी सर्लकै हाल्नु होइन तपाईँको त के हुन्छ त कसैको जबरजस्ती हाल्नु फेरि आफ्नै फेरि पानी त फेरि पिराखेपछि त डेन्जर हाल्नुपर्छ है पानी त खाएन भने त फेरि मरियो नि सकियो नि अझ हाम्रो कन्जर त हामी पनि कम गरेको है पहिला हामीले महिनामा हामीले 3-4 चोटि खान्थ्यौँ है हामीले महिनामा 3-4 चोटि करेन्ट मात्र खाइदिने क्या त्यस डेन्जर खाइदिने बङ्गुरको मासु ल्याउने त्यसले त भिडियो पनि बनाएको थिएन अनि त्यति बेला भिडियो बनाए त केही न केही हुन्थ्यो होला हजुर
दिनभर खाइदिने अनि त्यो तिन चार दिनमा खाइदिने अनि 5वटा करेन्ट चाउचाउ लिएर आउने अनि त्यसपछि होइन 5वटा करेन्ट चाउचाउ लिएर आउने अनि 2जना बस्ने अनि आधी किलो पोर्क लिएर आउने अनि लेटस अनि त्यसपछि पक्चो साग लिएर आउने बेलिदिने खाइदिने क्या अनि त्यसरी धेरै खायौँ अनि पछि चाहिँ अलिकति चाउचाउबाट अलिकति परै बस्यो भात चाहिँ अब खाइसक्नु सक्ने भात यति भात पाप लाग्छ यार खाऊ न पानी खाँदा मैं तुझे याद जो चला एक बार मेरा खा दो चल पर ये सब गोगोस बाने हो bukan bahlah bukan bahlah itu apa अनि त्यसपछि अनि चाउचाउले पनि अलिकति के भन्ने धेरै खाएर अनि के भयो भन्दाखेरि हजुर त्यही भएर पेट पोल्ने धेरै भयो क्या अनि त्यही भएर हामीले अलिक कम ल गाइस आजको हाम्रो भिडियो यति नै हो फेरि भेट्दै गरौँला नेक्स्ट भिडियोमा सबैजनालाई बाई 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 फेरि भेट्दै होला अर्को भिडियोमा छिट्टै भेटौँला भनेर आशा गर्छु तर मेरो कामको टाइमले गर्दाखेरि चाहिँ अब त्यही हो भिडियो बनाउनु खासै भ्याउँदिनँ कि भ्यायो भने चाहिँ छिट्टै बनाएर लिएर आउँछु भन्दै हजुरमा यति नै भन्दै बिदा हुन चाहन्छु धन्यवाद बाई बाई गाइस